हेलो साथीहरू सबैलाई मेरो नमस्कार। आज चाहिँ मैले तपाईहरुको लागि एउटा छोटो भिडियो बनाउँदैछु। यो भिडियो आजको दिन यहाँ मल बोकेर बारीमा मल बोकेर आलु रोप्नका लागि मैले यो भिडियो बनाइराखेको छु। आज 2-4 बारी मल बोकेर बारीमा आलु रोप्ने सिजन आइसकेकोले गर्दा मल बोक्दै छु। यहाँ 2-4 बारी मल बोकिसकेपछि आलु रोप्ने छु। त्यसैले यो भिडियो मैले तपाईहरुको लागि भिडियो बनाउँदै काम गरिरहेको भिडियो ल्याइराखेको छु र कार्तिकको महिना लागिसक्यो। त्यसैले हाम्रो ठाउँतिर चाहिँ कार्तिकको पहिला हप्तातिर आलु रोप्यो भने लेक राम्रै फल दिन्छ। आलु रोप्ने सिजन भएकोले गर्दा यहाँ आलु रोपिरहेको मल बोकेर आलु रोप्नका लागि आजको दिन म घाम एकदमै लागिरहेको अवस्थामा पनि खटिरहेको छु र तपाईहरुकोतिर पनि आलु रोप्ने सिजनहरु आइसकेको होला, कसैले रोपिसक्नुभयो होला है। त्यही भएर तपाईहरुकोतिर कतिको आलु फल्छ त्यो पनि तपाईहरुले कमेन्टमा आएर भनिदिनु होला र हाम्रोतिर पनि आलुहरु खासै त्यति धेरैहरु त फल्दैन पनि सो हिउँदे आलु रोपिराख्यो भने पछि तरकारी के पकाऊँ भन्ने झन्झटबाट मुक्त हुनका लागि यहाँ दाइ र मैले आलु रोपिरहेको छौं र यहाँ मल बोकेर खाडल बनाउँदै खाडलमा मलको थुप्रो बनाउँदै त्यहाँ आलु रोप्नुपर्ने। फल्न चाहिँ कति फल्छ पछि खनेर मात्रै थाहा हुनेछ फल्न चाहिँ कति फल्छ। पोहोर पनि यही आलु रोपेको थियौं, पोहोर पनि राम्रै फलेको थियो। अहिले चाहिँ कति फल्छ जे जस्तो भए पनि आलु फल्छ भनेरै आशा लिएर यो भिडियो बनाएको र आलु रोपिरहेको छु र तपाईहरुकोतिर पनि कतिले रोपिसक्नु भयो होला, कतिले रोप्दै हुनुहुन्छ होला आलु र एकदमै तरकारीका राजा भनेर चिनिने आलु पनि कसैले पनि अब कसरी रोप्ने भनेर सोच्दै हुनुहुन्छ भने तपाईहरुले पनि कमेन्टमा आएर यो भिडियोको कमेन्ट गरिदिनु होला र तपाईले केही जानकारी लिन चाहनुहुन्छ भने तपाईहरुको लागि मैले अर्को भिडियो बनाएर अपलोड गरिदिने छु। आलुका प्रकारहरु, आलुको विशेषताहरु, आलु कुन महिना रोप्दा आलु कसरी रोपिन्छ भन्ने कुरामा तपाई चिन्तित हुनुहुन्छ भने यो मेरो भिडियो हेरेर तपाईहरुले कमेन्ट गरिदिनु होला। यति तपाईहरुलाई पनि तपाईहरुको ठाउँतिर पनि आलु रोप्ने समय सिजन कहिले रोप्ने कसरी रोप्ने भनेर तपाईले जान्नु भएको छैन भने मेरो भिडियो हेरेर कमेन्ट गरिदिनु होला र अरु
साथीहरूले चाहिँ प्राय अब आलु रोप्नु नै हुन्छ। खेती किसान गर्नुहुने साथीहरूले हेर्दै हुनुहुन्छ भने पनि ठिकै छ। तपाईँहरूकोतिर तपाईँहरूले जानिसक्नु भएकै होला। रोप्ने साथीहरूले चाहिँ कसैले रोप्नु भएको छैन। अब ठाउँ भएर पनि तपाईँलाई रोप्ने सोचमा हुनुहुन्छ भने हिउँदे आलुकै लागि चिन्ता नलिनु होला। हाम्रो कार्तिकको पहिलो हप्तातिर आलु रोप्ने सिजन हो भने माघ अन्तिम फागुनतिर हाम्रो फलिसक्छ र पाकि पनि सक्छ। त्यतिखेर खुन्ने सिजन हुन्छ र यहाँ म पनि आलुका राजा भनेर चिनिने तरकारीका राजा भनेर आलु रोपिरहेको छु। अब यस्तै भए तापनि फलोस्, धेरै फलेर तरकारीहरू खान पाऊँ र यहाँ फलेको भिडियोहरू पनि चेरी रोपेको खनेको आलु फलेकोहरू पनि तपाईँहरूमाझ देखाउन पाऊँ। तपाईँहरूको साथ र सहयोगको अपेक्षा पनि गर्दछु। र तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियोहरू कमेन्ट बक्समा भनिदिनु होला। र मेरो भिडियो जसले हेर्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूले मेरो भिडियो हेर्ने जति साथीहरूले सब्सक्राइब पनि गरिदिनु होला। तपाईँहरूको पनि भिडियो म सब्सक्राइब फ्लो ब्याक गरिदिनेछु। हाम्रो त गाउँले भिडियो खासै राम्रो नभए तापनि सब्सक्राइब चाहिँ गरिदिनु होला, नछोड्नु होला। तपाईँहरूको पनि सब्सक्राइब गरिदिनेछु। यही बाजा पनि गर्दै धेरै पछि आज मैले यो भिडियो अपलोड गर्नको लागि भिडियो बनाइरहेको छु। र राम्रै नभए तापनि हेरिदिनु होला र प्लिज सबैले सब्सक्राइब चाहिँ गरिदिनु होला। एकदमै तपाईँहरूले पनि सब्सक्राइब गरिदिनु भयो भने हामीलाई पनि भिडियो बनाउने जोस जाँगर रहनेछ।